घाममा बिहानदेखि अलिकति आफू जाऊ के जहाँ जाने भए पनि यो बालक बोकेर कहाँ हो गएको। सो हे व्हाट्स अप एभ्रीवन, स्वागत छ सबैजनालाई आजको नयाँ भिडियोमा। सो पछाडि भान्जा, अलि पछाडि मेरो बुढी। के भयो बुढी, किन त्यति पछाडि ओए, छिटो दुख्र्यो। सो गाइस आज चाहिँ हामी घर जाने होइन, लास्ट डे इन यहाँ सुर्खेत। अनि आज चाहिँ हामी घर जाँदैछौँ, नुहाउँछौँ। पहिला त्यो रह्यो मेरो कपडा, कट्टु छैन यो प्यान्टमा नुहाउने होइन। अगाडि मेरो पहाड, यही पहाड हेर्नको लागि आएको थिएँ म। ओह्रालो छ क्या, अहिले आउँदाखेरि पुरै उकालो पर्छ, अहिले पुरै ओह्रालो छ। सो गाइस पानी चाहिँ धमिलो रहेछ, हिजो पानी परिदिएको थियो नि त, त्यही भएर आज पानी धमिलो आएर रहेछ। अनि हामी चाहिँ छिटो आउन बुढी, छिटो। सो राइट गाइस, गुड मर्निङ भान्जी। आऊ मसँग मान न, मसँग आए पनि कोहीसँग जानै मान्दैनिन् के। आऊ 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 जानै मान्दैनिन् क्या, आफ्नै दादा पनि चिन्दैनिन् म आएपछि। मम्मी पनि कोही पनि नाइ। अब दादा पनि चिन्दैनौ, अब नि दादा पनि चिन्दैनौ, मम्मी पनि चिन्दैनौ। बल देऊ, बल खेल्छिन्। यस्तरी ड्याङ्की ड्याङ हाने नि यो बललाई भित्तामा। अहिले कति बेला पट्ट फुट्छ 100 रुपियाँको बल। अनि मम्मीले के गर्नुहुन्छ अनि नि भान्जी, वाट इज योर नेम, वाट इज योर नेम। हाम्रो नानी जस्तै के, घरको छोरी जस्तै के, सेम टु सेम माने क्या मैले। कपाल पनि त्यस्तै छ, देखाउँथ्यो होला। अहिले चिसो हावा चलिरहेको। ल कपडा पनि ल्याएर हिँड्छन् बजारबाट। के हो अब चिसो लाग्ने भयो, खोकिला पुरै चतुरे भान्जा। यिनलाई त कति देखाउनु के। गाइस हामी चाहिँ खाना खाएर निस्क्यौँ होइन, मुड बदलिदियो आज घर जाने। अहिले 11 बजे छ, 11 बजीदेखि 1 बजीसम्म मजाले भेरीमा पौडी खेल्नु पऱ्यो चिसो पानीमा, दिमाग फ्रेस हुन्छ। ऊ भान्जालाई लिएर आएको छु मैले पछाडि। अनि पछि बुढी पनि आइगयो मेरो। सो अब चाहिँ हामी जाँदैछौँ। यो मेरो कपडा, कट्टु सट्टु केही छैन, यही प्यान्टै लाएर खेल्ने हुन्छ। कट्टु ल्याएको भए हुन्छ, मैले मेरो बुढीलाई भनेको थिएँ, आफ्नो मात्रै हालेछ, हरामी छ के। सो अब हामी जाँदैछौँ होइन भेरीमा। अहिले जाँदाखेरि यस्तो जोस छ, अहिले त्यो चिसो पानीले पुरै हिँड्ने जोस पनि राखिदिन्न, गराइदिन्छ। भेरी धमिलो छ त के भन्छ, तिमी भेरीमा खेल्ने हो र। भान्जा चाहिँ भेरीमा खेल्न डराउँछन् होइन। आज ढिकबाट फालिदिन्छु फुत्त लाएर, पानीले नि डुबाउनु होला तिमीलाई त, यति पातलो हौ। सिधै सास गएपछि माथि उतारिदिन्छ। के गाइस फाइनली हामी आइ पनि सक्यौँ होइन। सो हामी चाहिँ आइ पनि सक्यौँ होइन। मेरो बुढी उता पछाडि छ, कहाँ जाम भयो कि उसलाई। लगनको बेला हो गनाउँछ उसलाई चाहिँ, ऊ पछाडि छ, छुट्टीको पछाडि। भान्जा चाहिँ यता अगाडि। यिनको चाहिँ नेट हल्का फास्ट छ कि, यिनी छिटै आइपुग्छन्। मेरो चाहिँ मिडियम, म बिस्तारै आउँदैछु। यहाँ कपडा सपडा सब मैलाई भिराइदिएन, यहाँ सबको साबुन पनि मैलाई झुन्डाइदिएन, मोबाइल पनि मैसँग छ। वाम्म लाएर कता खस्छ। अनि गयो आइफोन 14 प्रो म्याक्स। बुढी पौडी खेलेको भिडियो बनाइदिने गरे, 2-3 चोटि डुबी त्यहाँ माछाले डुबेर बाल तान्छ यार मेरो। ल जान उता बिचमा गएर देखाइदिए के, जा त उता डुबाइदिन्छु अहिले बिचमा लगेर। अब आइफोन भित्र, नो रिस्क। ल सो के गाइज हामी चाहिँ अब फर्किनु लाग्यो होइन। नुहाएर भ्याम मेरो बुढीलाई पनि 2-4 चोटि डुबाएँ मैले। नाकमा कानमा पानी पस्यो भन्दै थिएँ, कस्तो भयो त्यहाँ त तातो पानी थियो, धेरै चिसो थिएन। अब भेरीको चिसो पानीमा लगेर डुबाउँछु 1-2 चोटि। अनि यसको पहाड घुम्न जाने सक मर्छ। अनि घर जाम म सक्दैन भन्छ नि बल्ल। सो गाइज अब चाहिँ हामी कपडा धुने उत्यो गर्ने भनेर भेरीमा जान लाग्यो होइन। यहाँ बालुवा कि पुरै माटो लाग्ने, त्यही भएर भेरीमा जान लाग्यो। अनि भान्जा यहाँ पुगेको छैन यिनीलाई त अझै। सो आज चाहिँ घर जाने भनेको 1-2 बत्ती हिँड्ने कस्तो हुन्छ हेरौँ। अनि बडा दुःखको साथ भन्न पर्दैछ, म मेरो बुढीलाई छोड्न जाँदैछु होइन कि, म पनि हामी अब घर जाँदैछौँ। माथितिर जाने भनेको थियौँ पुरानो घरतिर, उतै नै भएन के, जोसै आएन। चप्पल पनि भएन, यो जुत्ताले ठाउँ छोडिसकेछ। अब यो जुत्ताको यो उत्यो हुने 2 फ्याक हुन लागिसक्यो। अब घर नेपालगञ्जसम्म पनि पुग्छ कि पुग्दैन थाहा छैन। अलराइट गाइज फाइनली पुग्यौँ होइन, यताबाट होइन। सो फाइनली पुग्यौँ, मेरो बुढी पछाडि। अब यहाँबाट अटो समाउनु पर्ने हुन्छ। फाइनली अटोमा बस मेरो बुढी।
भोक लाग्छ भनेर पेट छाम्दैछु अघिबाट तर म फोन गरेर सालीलाई भन्छु खाना पकाएर राख म मेरो बुढीलाई यहाँ घरै लगाउँ के घरै लगाएर घरै लगाउने सबैले खाने एक्लै खाने भन्छ नि यति पटाएको छ यो सो अब चाहिँ हामी जान्छौँ होइन नरिसाउ के के किनिदिन्छु अगाडि किनिदिन्छु सो अब चाहिँ हामी जान्छौँ अनि चल के काट्दिने भन् त के हिँड्न त त्यो त्यसलाई टक्ली बनाइदिन्छु कमसेकम मान्छेले जुम्रा त नहेर्ला सो गाइस फाइनली घर पुग्यौँ होइन घर अगाडिको बाटोमा सो धान काटिसकेर चाहिँ धान काट्ने कुरा भइरहेको थियो हामी बिचमा फेरि सो उहाँ जाँदाखेरि कति के स्याउ मिठाई के लगाएर गथ्यौँ घर आउँदाखेरि त केरा नानीलाई त केही छ नानीले यही पनि खान्ने बिचरा कपडा ल्याइदिनु पर्ने एउटा कट्टु र टी सर्ट त्यहीमा त खुसी हुन्थे के हुने तिम्रो जस्तो स्वार्थी छैन त्यो मलाई देख्यो पनि खुसी हुन्छ छोरी एकदम सरप्राइज मलाई देखेर अहिले छोरी त अहिले तिम्रो जस्तो स्वार्थी छैन कि म इन्डियामा हुँदाखेरि कति डिमान्ड गर्थ्यौ तिमीले यो ल्याइदियो त्यो ल्याइदियो त्यत्तिकै खाली हात छोरीलाई केही नल्याइदिएर खाली हात आउँदा नि छोरी खुसी भयो नि अनि बाहिर बसिरहनुको सो घर जान्छ भने छोरीसँग भेटौँला के फाइनली छोरी बत्ती गएको भित्र कोचेका क्या यो फेरि भित्र कहाँ मान्छे र मजाले हात खुट्टा उठाउँदै के त खबर सन्चै छौ नि कोहीले पिट्न त पिटेन 4-5 दिनमा मलाई ल्याउ केला भन केला ल्याउ केला माग छानी खुवाइदेऊ अलिकति चटाइदेऊ ओ भइगयो अलि मिठी खाने अलि पछि है दिउ ल्याम्ला कोक ल्याम्ला मासु ल्याम्ला कस्तो उहाँ ठुलो भान्जीलाई समाएको ठुलै एकैछिनमा थाक्ने यो त सानो चिटिक्क परेको जता राख्न नि मिल्यो यतापट्टि राख्न नि मिल्यो यता राख्न नि मिल्यो देख्ने बित्तिकै कस्तरी हाँसे थियो कि हँसाउ त फेरि कस्तरी हाँसे थियो हात्यो फाइनली के गरेछौ के छ सुतिग्यौ उठ अङ्कल आयो उठाउ त छोरीको कोठा बिगार्दैछ यति राम्रो छोरी हुँदै आऊ छोरी आऊ उभ्यो ओइ कोही टिकी लगाइदिन आइते घर ओइ छोरी ओइ मोती जत्राको त्यत्रै छ त अझै मोटाइरहेछौ के छ जत्लाको त्यत्लै गाला नतान्दिम यस्तरी दबाई दिने छेकिदिने गाला अलि सानो हुन्छन् कि धेरै ठुला भए ल मुन्द्रा सुन्द्रा लगाएर गुन्डिनी जस्ती नगर त यिनीहरूले गरी यार कतै नाइके ल्याउ म समाउँछु म गर्दैन म टाढैबाट गर्छु नानीको भुल्की कति पैसा छ चोर्दिन कि के हो नानीको गुडिया पिट्दिन कि के हो भात खायौ कि नाइ के तर्से लिएर एक्कासी हल्ला खोरे यस्तै गर्दाखेरि बैको शान्तिले बस्नु तिम्रो शान्तिले खेलाम तर्सिन्छ छोरी अहिले अलराइट गुड मर्निङ एभ्रिवान गुड मर्निङ हाई ऐसा खाना पनि भइसक्यो यसले खाइ कि नै खाइ 5 महिनाको बच्चालाई भात खुवाउन के होला नै खाइ गरे खायो भन छोरी खायो धेरै खायो कि थोरै सो गाइस भिडियो बनाउन लागेपछि चाहिँ यो छोरीले चाहिँ मोबाइलतिर मात्रै हेरिरहन्छ हैन नयाँ नाना अब यो पनि मामा घर जाने होली अस्ति हामी गएर आयौँ अब चाहिँ नानीको पालो छोरी पनि जाने होली अब बिचारा बिमारी भएर त आउने होली यस्तो जाडो छ उतातिर तिमी बिमारी भयो भने त लिन आइहाल्छु म है छिट्टै बिरामी भयो छिट्टै ल्याउन आउँछौँ छिट्टै घर आउने है बिमारी भइजाने हो औषधि हुन्न के अरे राम्रो औषधि बिमारी त हुन्छ कि बिहानै आँखा कस्तो रसिलो पारे थियो होइन पहिल्यै बिमारी होले जस्तो बस्यो आँखा रसिलो पारेर अर्कै ख्यार गरे जस्तो मान्थे अब खै के गरी सन्चो बनाउने तातो कपडा लाउने राति सुत्दा पनि यही उठ्दा पनि यही यस्तै मात्रै हो कपडा पनि सबै कट्टु र टी सर्ट मात्रै जाडो महिनाको कपडै छैन मेरो छोरीको कोहीले पठाइदिउँ त हेर्न जुठो हालिसकेँ कि मैले त यता
हाततिर कपडा माथिबाट खानु पर्छ यार। जो पनि आउँछ यहीँ मुखमा उसमा गरेछ यार। मलाई छोड के आफ्नो छोरी पानी गर मासाली, आफ्नो छोरी पानी गर के होला नै। आफ्नै छोरी त पाछु त भइगयो छोड। सो गाइस धान काटिरहेको छन् होइन, अरूको चाहिँ यस्तो मजाले धान काटिरहेको छन्। अर्को अब अस्ति त दसैँ आयो भन्दै मामा घरतिर गइयो, टिका जमरा लाइयो। अब त 1-2 दिन पछि त आहाई भन भाइ हो बाउलाई गर्दै आइज। बाउलाई तिम्रो अन्ती बाउलाई हातमा समाउँदा हातै दुखिसक्यो। कति बेला घर पुगाउँला भन्ने भइसक्यो। यो भने रुँदा पनि रुन्ने। घाम टल्क्यो अहिले त घाम टल्क्यो। बिहान जाडो थियो, अहिले घाम भयो। मेरो छोरीलाई कट्टै घर जाम, अब भात खाने अनि मजाले सुत्ने। दिउँसो 2-3 बजे उठ्ने, फेरि घुम्न हिँड्ने, बेलुका उठ्ने, फेरि घुम्न हिँड्ने है छोरी। गाला साला यत्रो फुल्ले कि अब मेरो बुढीले गाली गर्छ। अब चिसो हुन्न त अनि बिहानभरि चिसोमा डुली, अहिले घाममा डुली बराबर। ओए लेन नाटक नगर्न, त्यस्तो पनि गर्मी छैन कि मैले बोकेछु यार। अहिले त घाममा बिहानदेखि अलिकति आफू जाऊ कि जहाँ जाने भए पनि। यो बालक बोकेर कहाँ हो गएको? के बेच्न हिँडेछु र तेरो छोरीलाई लिएन ल्याउन। बुढी रुन्छ क्या अहिले, रुन्छ मसँग मानिरहेको थियो। रुन्छ क्या अहिले। कहाँ लगेको थियो भन्छौ त? जहाँ लगे पनि मानेर कस्तो गरिछ। निद मानी अब बिहानबाट सुते छैन, त्यही भएर भात खुवाइदेऊ, अलिकति चटाइदेऊ अनि सुताउ। ल्याउ त, ले त म सुताउँछु। म सुताउँछु। सो गाइस घर आइसक्यौँ। अब भिडियो धेरै लामो नगरौँ होइन। कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब अनि भेटौँला नेक्स्ट भिडियोमा। अनि त्यति बेलासम्मको लागि बाई बाई। नेक्स्ट भिडियो पनि छिटै नै आउनेछ। लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि ओके जाम सुत्न अब। ओके गाइस बाई बाई।